वेलकम टु माई डे 2 भ्लग। डे 1 त हेर्नुभयो के भयो स्टप होइन सबै कुरा। एन्ड डे 2 इजन्ट स्टार्टिङ वेल टु लाइक बाहिर पानी परिरह। तपाईँलाई कहिले यस्तो भएको छ जब तपाईँ न पछाडि फर्किन सक्नुहुन्छ न अगाडि बढ्ने बाटो नै हुन्छ। एन्ड अगेन सेम प्रब्लम, मेकानिक्सहरू छैन वर्कसपमा पनि, यो सर्भिस सेन्टरमा 2-3 दिन लाग्छ आउन। अब के गर्नु हो। नलड्ने साहस बाँचेको हुन्छ, नहार्न मनले नै मान्छ। बाँचेको हुन्छ त एक सानो आस, एक विश्वास कि आज त केही राम्रो हुन्छ। एन्ड डे 2 कुडन्ट बी बेटर, लाइक झन्भन्दा झन् प्रब्लम थपिदिएको। अब फुल इन्जिन फेर्नुपर्छ, फुल इन्जिन उस गर्नुपर्छ भन्दैछ। अनि दिनको अन्त्यसँगै त्यो आशको नि अन्त्य। यसरी नै बित्यो 5 दिन मेरो दमौलीमा। सो थ्याङ्क यू जेजोलबा। 7 दिने भेटे, कमजोरीको फाइदा उठाउने नि। यसको निर्णय भगवानमै छोडेर निस्किएँ म, बाँकी कहानी यात्रासँगै। सो वेलकम ब्याक टु माई न्यू भ्लग गाइस। 5 दिन तनाउ बसेर म अब बाइक बन्यो भनेर निस्केँ होइन। इन्जिन नै बनाउनु परेको थियो, तर अझै पनि बाइकमा केही गजब यस्तो स्मुथ लागिरहेको छैन, केही न केही भइरहेको। अनि नेक्स्ट थिङ इज आज सकेसम्म चाहिँ फास्ट हिँड्नु हुँदैन अरे, 50भन्दा कमै हिँड भन्नुभएको थियो। इन्जिन सेट हुनुपर्छ अरे। अब यो फिल पनि इन्जिन सेट नभएर भइरहेछ कि के भइरह आई डोन्ट नो, बट त्यो पहिला जस्तो मजा आइरहेको छैन बाइक चलाउन। सो अपडेट टिल नाउ घरिघरि त इन्जिनको लाइट बोलिरहेछ अनि बाइक स्मुथ पनि छैन। त्यही बनाउने ठाउँमा फेरि कल गरेर आबु खैरेनीको यामा सर्भिस सेन्टरमा जाँदा हुन्छ भनेर सोधेको। त्यहाँ जानु सोधाबाट कल गरिदिन्छु भने। आजको भ्लग पनि खासै केही राम्रो हुनेवाला छैन, आई नो, बिकज मोबाइलको पनि क्यामेरा बिग्रियो। कुनै बाहिरी केही सुट गरौँ भन्दा नि बाइकको हिँडाइ यस्तो छ, बोल्न आफै सेन्टी छु। अनि कोही मान्छेहरू पनि यस्तो मौकामा फाइदा उठाइदिएर हुन्छ कि म फेरि त्यो कुरालाई हेरेको बोल्दिनँ होइन। आफै विक छ नि त, त्यो सिचुएसनमा फाइदा उठाउने मान्छेले पायो बोल्दिनँ। बट आई नो कि एट द एन्ड गड नोज द्याट, के भगवान्लाई थाहा कि को मान्छेले के गरिरहेछ भन्ने कुरा, जसले जे भनेको नि। एन्ड इफ कसैले कसैको रङ टाइमबाट फाइदा उठाएर पैसा लिइरहेछ नि, त्यसले त्यो पैसा त्यस्तै गरी लुज गर्छ होइन। त्यो पैसा होइन, त्यस्तो डबल ट्रिपल केही चाहिन्छ। अब यो 6 गियरमा चलिरह, कुनै टाइममा गियर कम हुन्छ नि त, अनि गियर कम भएपछि गुलु 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 गर्छ नि, त्यो पनि छैन क्या साउन्ड। गियर धेरै के अरे थोरै भएर घुँ गर्छ नि, केही छैन कि। बाइकै स्कुटी जस्तो भएको यार। यो चाहिँ भन्ने कुरो हो। यो बाटो त केही टेन्सन छैन, यो बाटो यस्तै छ, राम्रै छ होइन। तर यता मुगलिङबाट उता त बाटो पनि खराब छ, के भयो भने साइड के भइन्छ यार। मैले अहिलेकोचोटि के गरेँ भन्दा अलिकति केयरलेस गरेँ कि, सर्भिसिङ काठमाडौँ पुगेर गर्छु भन्ने सोचेँ कि। यतै घरतिर गरिदिएको भए बेस्ट हुन्थ्यो। काठमाडौँ पुगेर गर्छु भने त्यस्तै भयो हेर न। त्यही भएर सर्भिसिङ टाइममा गरेन भने यत्रो ठुलो प्रब्लम आउँदो रहेछ गाइस। सो अब आफै खोइरेनी आउनु थालियो। जानुहोस् हजुर जानुहोस्, अब खोइरेनी आउनु लाग्यो कहाँनिर छ यहाँ सोरुम। सो म अब खैरेनीबाट चाहिँ निस्केँ। अनि आइएम रियली सरी फर दिस भ्लग चाहिँ तपाईँहरूको लागि होइन, किन भन्दा मैले चाहिँ सोचे जस्तो चाहिँ बनाउन पाउन्न आज चाहिँ। बस रिसोर्सेस नै छैन अनि मेन्टली पनि एकदम टायर्ड फिल भइरहेको क्या। हिजोसम्म चाहिँ आई वाज रियली ह्याप्पी, यस्तो माइन्डमा यसरी बनाउँछु भ्लग भन्ने पनि सोचिरहेको थिएँ। लाइक फर यु
कि तपाईँहरूलाई पनि सब्सक्राइब गरिसकेपछि त्यस्तो वर्दी गराइदिउँ न, गराइदिउँ भन्दा नि गराउनु पर्छ, द्याट्स माई रेस्पोन्सिबिलिटी होइन, त्यो कुरा थियो। तर आइएम रियली सरी भन्छु। अब म सायदै सक्दिनँ होला आजको दिनमा चाहिँ त्यस्तो गर्न। अब अरू बेला फन्नी हेरिरहने बानी लाग्यो तपाईँहरूलाई। अब आज त त्यो फन्नी हुने पनि मुडै छैन। अहिले चाहिँ हामी मुगलिङ पुलमा छौँ। अब एउटा सिचुएसन एज्युम गरौँ न। मानौँ म अस्ति जुन दिन आउँदै थिएँ नि, आजको 6 दिन अगाडि, त्यही दिनै यदि म मुगलिङ हेरेन इन्जिनको त्यो रातो बोलेको देख्दै मन दुखिरहेको, त्यो दिनै म मुगलिङ आइदिएको भए कसरी भन्थ्यो होला मैले, गाइस म फाइनली मुगलिङ आइपुगेँ भन्थ्यो होइन। बट अहिले त्यो सिचुएसनै छैन। अनि मुगलिङमा त्यो द गोर्खाली होटलमा होइन, त्यो कुनमा खान्थेँ म खाना, भुयोमा खान्थेँ, नवदुर्गमा खान्थेँ खानाहरू बेला। तर यस्तो खाना नि मन छैन यार। जानुहोस् त जानुहोस् त, धुलो नउडे जानुहोस् न। पाइलटको बाटोमा धुलो उडाउँदै अहिले ट्राफिक दाइ। आज मेन कुरा भनेको चाहिँ कतै बाटो नबिग्रेको होस् भन्ने चाहिँ मेरो चाहना, इच्छा, मनोकामना हो। मनोकामना भन्ने बित्तिकै मलाई फेरि अर्को कुरा याद आयो गाइस, हामी मनोकामना पनि पुग्दैछौँ। अब सुटाउँछ हामी चाहिँ कुरिन्टार यहाँबाट चाहिँ उता पारि मनोकामना जान्छ। धेरैलाई त थाहा नै होला, जसलाई थाहा छैन उहाँलाई चाहिँ भनिदिए। थाहा हुन पाइयो है गाइस, जिन्दगीमा हुन्छ नि। मलाई केही कुरा थाहा छैन या म केही कुरामा जान्ने छैन भन्ने कुरा छ भने केही एउटा स्पेसिफिक टपिकमा, त्यो कुरामा दुःख चाहिँ मान्नु हुँदैन है। किन भन्दा यो अब जस्तो यो पारी कुरिन्टार हो भन्ने छ नि, त्यो इलन मस्कलाई पनि थाहा छैन के। अनि यदि तिमीलाई थाहा छैन भने तिमीले इलन मस्कलाई सिमिल्यारिटिज छ त्यस्तो आइहाल्छ मलाई। यो मुगलिङ काठमाडौँ रोडमा एउटा प्रब्लम के छ भन्दा, कि तपाईँ कतै रोकिनुहुन्छ नि, देन पछाडिबाट यति धेरै गाडीहरूले तपाईँहरूलाई ओभरटेक हानिदिन्छ कि उनीहरूले पछिबाट तपाईँलाई प्रब्लम दिने नै हो क्या होइन, प्रब्लम दिन्छ कि पछि। अनि आज के छ भन्दा, आज बाइकलाई धेरै हिट हुन दिनु पनि हुँदैन, ढोग्नै पर्छ। ठिकै छ, अब के भन्नु होइन। बाइक मात्र फेरि बनिदियो, राम्रो भइदियो भने, बाइक फर्ममा आइदियो भने त्यसपछि हामीसँग धेरै टाइम छ, हामी धेरै ट्राभल गर्न सक्छौँ सँगै, धेरै कुराहरू हेरेर सक्छौँ सँगै। अब मेन कुरा भनेको त्यही हो। बाइक चाहिँ अब एकचोटि काठमाडौँ गएर पनि देखाउँछु, मतलब त्यही राम्रै सोरुममा, त्यही यामाकै कुनै सोरुममा गएर चाहिँ, सोरुम सर्भिस सेन्टरमा गएर चाहिँ यो चेन्ज गरेको यस्तो भएको, केही प्रब्लम छ कि चेक गरिदिनु भन्छु। कोही कस्तो रुख्दा उड्दा होइन, के को साउन्ड आइरहेको कि भित्रबाट घचक टाइपको के, केही युज भएको कि केही भएको कि यार चाहिँ भइसक्यो। म त छ अगाडि जाम छ गाइस, सानो जाम हो कि ठुलो जाम हो। ए दाइ रोक्नु, हिँड्दिने यार, मिरर सिरर भनिदिनु हुन्छ नि गाडीहरूमा। सो गाइस अहिले चाहिँ 4 बजिसक्यो, एक्ज्याक्टली 4 बजिरहेको अहिले। अनि म कहाँ आइपुगेँ भन्ने पनि थाहा छैन मलाई त। पढाउँ त बोर्ड देवीघाट आएपछि, देवीघाट हाइन्छ कि बेनीघाट हाइन्छ कि। हेलो काले, हेलो खैरे, हेलो म आफैलाई हेरेर हेलो सेते भन्ने हो क्या। तर कसम अति थकाउँछ यार यो बाटो। काठमाडौँ 76 किलोमिटर अब
76 76 भनेपछि ओइ म 2 घन्टामा पुग्छु अब 2 घन्टामा पुग्दिनँ म 30 को एभरेजमा पनि हिँड्न सक्छु कि नै भन्ने कुरा हो नि त ठिक छ जिन्दगीले मलाई सिकाउँदैछ सबै कुराहरू म सिक्दैछु ए यो तिर्सिली पनि आएको थियो नि हामी घुम्न हुन मतलब कि नाइट स्टे यही रहेछ त क्या बस्या ल के ल एउटा कुरा के म बाध्यताले सुस्त छु साथीभाइहरू छु हुनुपर्छ म सुस्त हुनुपर्छु त्यहाँ इन्जिनमा रातो बोलिसक्यो हुनुपर्छ म सुस्त तर यी सोल्डेहरू चाहिँ किन क्या अझ खाली छ भाग्न जा दौडी त कि अब बोट बनाउनु पर्यो कि तर है नेपालमा के मेरो दिमागमा आएको आइडिया के नेपालमा वाटर वे बनाउनु भने पनि धेरै दामी हुन्थ्यो क्या खोला नाला छ धेरै छ नि त पानीबाट ट्राभल हानिदिने क्या अब त सानोतिनो बोटहरू त्यस्तो केही हुन्छ नि त वाटर वे भनेपछि बनाउनु सकियो नि त केही न केही त जुनमा चाहिँ यस्तो खोलाहरूमा चाहिँ ट्राभल गर्न सकियोस् फास्टेस्ट हुन्थ्यो होला के जस्तो मुक्तिनाथबाट हामी हुन त खोलाहरू पनि घुम्न त धेरै घुम्छ खै के हुन्थ्यो फाल्टुको यहाँ साइन्टिस्ट बन्न पर्यो आएन मलाई आफ्नो बाइकलाई के भएको छ है साइन्टिस्ट बन्न पर्थ्यो अब गाइस यहाँ चाहिँ पेट्रोल हाल्ने अनि आउँदाखेरि नि हामी त्यही नास्ता खाएको थियौँ यही खाइदिनु पर्ला नास्ता सस्ता अनि चल्दिनु पर्ला फेरि बिस्तारै यस्तै छ जिन्दगी बाबुले के खायो बाबुले के खायो मोमो खायो मिठो थियो अनि समोसा मिठो थियो बाबुलाई के मन पर्यो मोमो मन पर्यो कि समोसा मन पर्यो दुइटै मन पर्यो दादा मन पर्यो कि नै त मन पर्यो ल बाई बाई जाने होइन के तिमी बस्नु दादासँग जाने मलाई फुटानी रे बाई 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 लिएर आउने है लिएर आउनु है भन त म आउँछु है ल अहिले आउँ म आउँछु के बाई बाई खुसी हुन कोही चाहिन्छ र केही चाहिएन तर कोही पनि चाहिँदो रहेछ साथी हो भाइले मेरो मुडै रिफ्रेस बनाइदियो के कति छिटो 6 गियरमा पुगिसक्यो म अनि अर्को अपडेट चाहिँ मलाई दमौलीको उसबाट फोन गर्नुभएको थियो तपाईँको बाइक के भयो बनाउनु पर्यो कि परेन भनेर त्यति सानो सानो कुराले पनि अलिकति राहत चाहिँ हुँदो रहेछ त्यो भाइले मलाई रिफ्रेस गराइदियो यार सबै समस्या एकतिर कसैको मिलन एकतिर भन्छ नि त्यस्तै जिन्दगीले धेरै कुरा सिकायो यो यात्रामा भनौँ न खासमा अघि मैले खुलेर पनि भन्न सकिनँ भएको चाहिँ के थियो भन्दा अघिल्लो भ्लग त हेर्नुभयो होइन बाइक बिग्रिएको थियो बाइक बिग्रिसकेपछि चाहिँ के भएको थियो भन्दा त्यो 5 दिनमा चाहिँ के अरे मिस्त्रीहरू जति छटको बिदामा रहेछ होइन अनि मिस्त्री चाहिँ भएन के हिजोसम्म पनि मिस्त्री कोही थिएन अनि हिजो बल्ल एउटा मिस्त्री पाएर अनि सामान पनि काठमाडौँबाट मगाएर बल्ल बनायो हो कि बाइक त्यो 4-5 दिन त म त फ्रेस भएर बस्नु पऱ्यो नि त त्यहाँ त तर त्यो त्यहाँको मान्छेहरूले चाहिँ यो साथ सपोर्ट त दिइदिनु रहेको थियो होइन सो अब मेन कुरा भनेको साथ सपोर्टले मात्र पनि हुने कुरा होइन बाइक राम्रो बन्यो भने चाहिँ इट्स अलराइट अनि फोन गरेर पनि अझै सोध्दै हुनुहुन्छ कि के भयो मतलब कुनै जानुभयो कि भएन यस्तो सोध्दै हुनुहुन्छ सो कुनै साइडलाई पोजिटिभ भनौँ अनि चाहिएको बेलामा सर्भिस नहुनु इज नेगेटिभ इट्स सेल्फ फर एनी काइन्ड अफ बिजनेस होइन हेलो मैचा भाले होइन अब त म त बोलिदिन्छु मलाई केही गर्दा हेलो मैचा भने मैले तिमीलाई सो म अहिले चाहिँ गजुरी आएँ गजुरी कतै भनौँ न नलेखु हस्पिटल नलेखिकन आउनेछु अरू के छ मैले त आउनेछु म त्यहाँ ट्राफिक चेकिङ रहेछ मलाई चेक गर्दैन 100% स्योर हो सर यताबाट जाम थ्याङ्क यू
कुल चुल रहेछ होइन हामीले क्रस हाल्न पर्दैन होला कि क्रस हालेर गइदिने हो कता गइन्छ भनेर अस्ति जस्तै हिँडिदिने लाभा भएर अब हेर न यो गाडीहरू सबले कति ल्याङ हान्छ मलाई अब बाटोमा यदि म आफ्नो के हुन्छ नि विदाउट रेस्ट्रिक्सन्स हिँडेर हुन्थ्यो भने चाहिँ टर्न बाई टर्न यिनीहरूलाई भेट्टाउन सकिन्थ्यो अहिले पनि सकिन्छ कस्तो नसकिने हुन्छ त नि होइन कस्तो म अलरेडी मोटिभेटेड भएको र जत्तकै जान गइहाल्यो त अब एउटाले भेटाइहाल्यो अब ती सोल्टीवाला पनि भेटाइहालिन्छ नि अब मेरो स्पिडलाई 50 हो 50मा त यिनीहरू कहाँ हिँड्छ 40मा म त यही पनि त 50 हिँड्न पाएँ नि होइन त्यही त नपाउनु नि थाल्छ है त्यति यतै हिँड्नु राइट ए नयाँ सरी ए गाइज म यही स्पिडमै रही पनि म सब गाडीलाई ओभरटेक हाल्न तँलाई सकिनँ भने ट्राई त गर्ने कुरै भएन उसले मेरो बाटोमा केही इफेक्टै गरे आएन भनेपछि अरू सबलाई चाहिँ ओभरटेक हानिदिएर बिस्तारै आएँ म बाइकमा हुँदा त्यस्ता ट्रकले जस्तो पायो त्यस्तै गाडीले ओभरटेक हान्दा इगो त हद हुँदो रहेछ तर सम्हाल्यो आफूले आफूलाई म त आज त अटोलाई ओभरटेक हान्न सक्ने क्यापेबिलिटी पनि छैन यार कि छ 44 हेर है 50 भन्दा माथि जानु तर यसलाई ओभरटेक हानिदिन्छ यसले ओ यहाँ त राम्रो छ त हामीलाई के बाल जाम भएर हम तो पागल है होइन दिल तो पागल है दीवाना है हेर्दै पनि सेक्सी लाग्यो होला है त्यो टर्न हेर्नुहोस् तपाईँको अपाइङका साथी सबैभन्दा फर्स्ट भइदियो त्यो भिडबाट के को फर्स्ट नि काठमाडौँबाट एउटा गयो अर्को आउँछ एउटा गए अर्को आउँछ किन एक्लै रोइरहेछौ तिम्रो लागि रुने कुन छ ओइ 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 हात्ती बाबालै ल आज त त्यस्तो खास केही मुमेन्ट्स पनि भएन यार भ्लगमा आजको भ्लग चाहिँ जसलाई मसँग त इरिटेसन हुँदैन मलाई मसँग हिँड्दा केही प्रब्लम छैन जसलाई चाहिँ मेरो आवाज सुन्न नि मजै लाग्छ त्यस्तो मान्छेहरूको लागि चाहिँ म ठिक छु यदि त्यस्तो तपाईँ हुनुहुन्न भने चाहिँ बानी बसाल्नुहोस् न है प्लिज के बनाएको यो बाटो गुजुम लास्ट थकै लगाइसक्यो गाइस बोल्न पनि यस्तो जाँगर नभएको जस्तो आवाज आइरह होला होइन ओ बल्ल यसी तपाईँलाई जाने बाटो चिया खाएर जाने ऊ त्यहाँबाट जान्छ है सीता पहिलो यो टिप्पर पनि त्यतै जाने हो अति है सो गाइज अब चाहिँ म चिया खाएर निस्केँ एक्स्ट्रा भिडियो क्लिपहरू बनाउनै पाइनँ कि मैले मेरो मोबाइल बिग्रिएर आज एकचोटि यस्तो खस्या थिएँ माथि चार्ज गर्दा गर्दै क्यामेरा नै बिग्रिएछ क्या सो यो जर्नी वाज अल अबाउट लर्निङ होइन म भ्लग अपलोड गर्छु अनि रिच भ्यूहरू हेर्छु अनि त्यसपछि त्यसमा अझ तपाईँहरूले फिडब्याक दिनुभयो भने इट्स अल अबाउट लर्निङ क्या सिक्ने हो तपाईँहरूले पनि साथ दिनुहोस् धेरै कुरामा अब चाहिँ बल्ल काठमाडौँदेखि लाग्यो अलिअलि या सिटीभित्र छिरेमा हामी अब तपाईँहरूसँग आफ्नो स्टोरीहरू छ नि लाइक अडियोमा सुनाउन चाहने स्टोरीहरू
यदि त्यस्तो स्टोरीहरू या केही छ भने चाहिँ यु क्यान सेयर मी है। लाइक अब त्यो चाहिँ कस्तो भन्दा मेरो भोएज भर्स च्यानलमा चाहिँ भोएज मिन्स भ्लग, भर्स मिन्स स्टोरी टेलिङ हो होइन। सो कुनै स्टोरी छ भने चाहिँ दिनु तपाईँहरूलाई छ भने, या कुनै टाइममा मेरो माइन्डमा कुनै स्टोरी आयो भने आई विल अपलोड द्याट। कहिले कहिले पनि स्टोरीहरू बनाएको थिएँ, चेक गर्न सक्नुहुन्छ, फिडब्याक दिन सक्नुहुन्छ। त्यो साना साना कुराहरूले म्याटर गर्छ। अनि साना साना कुराहरूले चाहिँ एउटा भन्छ नि सलेको सानो काटीले ठुलो सहर पनि जलाइदिन सक्छ भनेर, त्यस्तै तपाईँको एउटा फिडब्याक नै मेरो लागि त्यो काटी हुनसक्छ। अनि म भित्रको केही निस्किन सक्छ होइन। सो अब चाहिँ म सिधा पहिला आइपुग्न लागि सिधा पहिला चोक, त्यहाँबाट चाहिँ म सिधा जान्छु। त्यहाँबाट यता राइटतिर चाहिँ कलङ्की चोक पर्छ, कलङ्कीतिर त्यो साइड पर्छ। अनि लेफ्टतिर चाहिँ स्वयम्भूनाथ मन्दिर पर्छ। तर हेर्नु न यो त कति मान्छेको सपना बोकेको सहर हो। कसैले प्यालेन सिटी पनि भन्छन्। प्यालेन दाइको हिजोको स्ट्याटस पनि बवाल थियो। त्यो अमेरिका, चाइना, इन्डिया अनि युएमएल कङ्ग्रेस भन्ने होला के, बुझ्नुभयो नि होइन। हिजो भनेपछि आज म त्यही दिन छु भन्ने चाहिँ बुझ्नु न। खासमा यहाँबाट सिधा गए पनि हुन्छ, तर हजुरहरूको लागि चाहिँ म सेतो टावरको अगाडिबाट गइदिन्छु नि, बुझ्नुभयो नि सेतो टावर भनेको फेरि। सो गाइस त चाहिँ छ सेतो टावर। खै यहाँ पनि सुने गर्थ्यो त, के अरे ट्राफिक काउन्ट डाउन हुन्छ त्यस्तो हुने गर्थ्यो। यो ठाउँ चाहिँ न्यु रोड। न्यु रोड मतलब के, न्यु रोड होइन कि चिन्दारा। अहिले चाहिँ यो रत्नबाग सुन्दारा आरएनएसी भन्छ नि। के छ र यो गन्तव्यमा, तर यात्रा सधैँ खास। भिडियो हेर्नुभएकोमा धेरै 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 धन्यवाद। मन परेमा लाइक, सेयर अनि सब्सक्राइब। तपाईँको आफ्नो मन। धन्यवाद।